बालेन र मैले पदमा बसेर जेन्जी आन्दोलन नदबाउन आग्रह गरेको हो। ज्ञानेन्द्र साई। एउटा बालेन्द्र शाह हुनुहुन्थ्यो, एउटा म ज्ञानेन्द्र साई थिएँ। मलाई सिंहदरबारमा थुनिएको थियो। के भयो त्यो दिनको घटना? राज्य व्यवस्था समितिको बैठक बसेको थियो। बैठकमै गृहमन्त्री हुनुहुन्थ्यो। मैले बैठकमै भनिदिएँ, बाहिर युवाहरूले आन्दोलन गरिसके, सत्ता छोड, गोलीसोली नआन है, त्यतिखेरसम्म गोली चलेको थिएन, सत्ता छोडिदेऊ, अहिले नै छोडिदिनुहोस् भनेर मैले बोलेको भिडियो पनि आएको छ बाहिर। त्यो भिडियो बोलेर म सिंहदरबार अफिसभित्र गएको आधा घन्टा पुगेको छैन, डिएसपीको कमान्डमा आएर टिमले घेराबन्दी हालेर मलाई नजरबन्द गरिहाल्यो। दिनभरि मलाई त्यहाँ नजरबन्द गर्यो। र त्यो आन्दोलन पछाडि पनि अहिलेको सुशीला कार्की पनि जानुभएको थिएन, अबको प्रधानमन्त्रीको उम्मेदवार पनि जानुभएको थिएन। अस्पतालमा गएर कसको के अप्ठ्यारो छ भनेर 11 सेप्टेम्बरकै दिनमा हस्पिटल पुगेका मान्छे हो। र अहिले पनि भन्छु, त्यो आन्दोलनमा जो मरे, जो घाइते भए, उनीहरूको उपचार नगरिकन, उनीहरूलाई न्याय नदिकन सरकार चलाउनु हुँदैन। र अर्को कुरा, ती जेन्जीहरू किन मरेका थिए? युवाहरूको आन्दोलन भनेको नेपो बेबी किड्स सबभन्दा ठुलो। अर्को पदको दुरुपयोग। तर अहिले सुशीला कार्की सरकारले आफ्नो स्वकीय सचिवलाई पदको दुरुपयोग भर्खर हिजो गर्नुभएको छ र देशको बहालवाला गृहमन्त्री लाजै नमानिकन राष्ट्रिय सभामा आफै अनुमत हुनुभएको छ। अझ यो आन्दोलन तुइएको जस्तो भएको छ। यो चाहिँ म यही ठाउँबाट विरोध गर्छु। तपाईँ राष्ट्रिय सभाको सदस्यबाट पनि राजीनामा गर्नुहोस्। गृहमन्त्रीले आफैले आफै सिफारिस गर्ने होइन। र सुशीला कार्कीका स्वकीय सचिवज्यूलाई भन्न चाहन्छु र प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईँको हात भएको बेला त्यो पदमा तपाईँको स्वकीय सचिव नराख्नुहोस्।